त्यसैले एक्सेलमा यो टेबल दियो अनि यो क्वेसनहरू दियो भने तपाईँले कसरी यसलाई सल्भ गर्नुहुन्छ? मलाई 90 भन्दा बढी आउनेको स्कोरहरू हाइलाइट गर, मलाई 60 भन्दा कम आउनेको स्कोरहरू हाइलाइट गर, मलाई डेटा बारहरू एटेन्डेन्स कलममा मलाई डेटा बार चाहियो अनि मलाई टप 3 स्कोरहरू इन म्याथ चाहियो, मलाई म्याथमा कसले स्कोर गरेको छ टप 3 त्यो चाहियो अनि मलाई डुप्लिकेट भ्याल्युहरू कतिवटा छ त्यो चाहियो भने तपाईँले कसरी पत्ता लगाउन सक्नुहुन्छ? ओके, यसको लागि चाहिँ हामीलाई कन्डिसनल फर्मेटिङ चाहिन्छ। अब हामी फर्स्ट नम्बर क्वेसन हेरौँ। हाइलाइट स्कोर अबोभ 90। अब 90 भन्दा माथिको स्कोर हामीलाई चाहिएको भने हामी सबै यो यति तीनटा स्कोरहरूलाई सेलेक्ट गरिदिने, यति सबै स्कोरहरूको रेन्ज सेलेक्ट गर्ने, त्यसपछि कन्डिसनल फर्मेटिङमा जाने, हाइलाइट सेल रुलमा जाने, त्यसपछि ग्रेटर देनमा जाने। अब हामीलाई के भन्दा बढी चाहिएको छ? हामीलाई 90 भन्दा बढी चाहिएको छ। स्कोर अबोभ 90 भनेको छ। अबोभ 90 लाई हामी ग्रिन फिल्ड गर्छौँ। त्यसपछि ओके, हाम्रो 90 भन्दा अबोभ स्कोर, 90 भन्दा माथि स्कोरहरू सबै हाइलाइट भइसक्यो। अब यसै गरी हामीलाई हाइलाइट स्कोर बिलो 60 भनेको छ। अब 60 भन्दा कम्ती स्कोर हाइलाइट गर्नु छ भने पनि हामी त्यही प्रोसेस अपनाउँछौँ। हामी यो रेन्जलाई सेलेक्ट गर्ने, कन्डिसनल फर्मेटिङमा जाने, हाइलाइट सेल रुलमा जाने। अघि 90 भन्दा माथिको लागि हामीले ग्रेटर देन गरेको थियौँ भने अब 60 भन्दा कम्तीकोलाई हामी लेस देन गर्छौँ। अब यसमा हामी 60 इनपुट दिन्छौँ अनि ओके गरिदिन्छौँ। हेर्नुहोस् न, हाम्रो 60 भन्दा कम्ती मार्क्सहरू सबै हाइलाइट भइसक्यो रेडमा। अब एप्लाई डेटा बार टु द एटेन्डेन्स कलम भनेको छ। अब हामी यो एटेन्डेन्स कलम मात्रै भनेको छ, त्यही भएर हामी एटेन्डेन्स कलमलाई रेन्जमा लिन्छौँ। त्यसपछि कन्डिसनल फर्मेटिङमा जान्छौँ। त्यसपछि यहाँ डेटा बार भन्ने अप्सन छ अनि तपाईँलाई कुन कलरको फिल गर्न मन छ त्यही फिल गर्न सक्नुहुन्छ। हामी चाहिँ ग्रिनमा गरौँ, यो एटेन्डेन्स भएको हुनाले हामी ग्रिनमै गर्छौँ है त। ओके, यति भइसकेपछि हाम्रो डेटा बार पनि एप्लाई भइसक्यो। अब हामीलाई के भनेको छ? हामीलाई टप 3 स्कोर्स इन म्याथ, टप 3 स्कोर्स म्याथको यो स्टुडेन्टहरूको लिस्ट यहाँ छ, म्याथको स्कोरको लिस्ट यहाँ छ। अब हामीलाई यो स्कोरमा हामीलाई टप 3 स्कोर चाहियो। हाम्रो सबसे हाइएस्ट टप 3 स्कोरहरू कुन कुन हुन आयो? फेरि यसलाई कन्डिसनल फर्मेटिङमा लान्छौँ। कन्डिसनल फर्मेटिङमा यहाँ हेर्नुहोस् टप र बटन भनेको छ, यहाँ टप 10 आइटम भनेको छ। यहाँ टप 10 मा हामी क्लिक गर्छौँ अनि यो 10 लाई घटाएर हामी 3 मा राखिदिन्छौँ। 3 मा राखेपछि हामी यसलाई चिन्ने टाइपकोले इन्डिकेट गर्छौँ। हामी येल्लो इन्डिकेट गरौँ यो प्र्याक्टिसको लागि मात्रै। ओके, हेर्नुहोस् न यहाँ 1 2 3 टप 3 स्कोरहरू म्याथको अब हाइलाइट भइसक्यो। अब हाम्रो फाइन्ड द डुप्लिकेट भ्याल्युज भनेर छ। डुप्लिकेट भ्याल्युज भनेको डुप्लिकेट स्कोर हो। यो चाहिँ खासै यो टेबलमा युज हुँदैन, त्यही पनि म तपाईँहरूलाई यसको युज चाहिँ कसरी गर्ने भनेर देखाइदिन्छु। जस्तो यहाँ माथि 74 छ, यहाँ मुनि 63 छ, यसलाई हामीले एकछिनको लागि 74 नै राखौँ, 74 राखौँ अनि यो रेन्जलाई यति रेन्जलाई हामी सेलेक्ट गरिदिउँ। यो रेन्ज सेलेक्ट गरिसकेपछि यहाँ कन्डिसनल फर्मेटिङ, फेरि हामी कन्डिसनल फर्मेटिङ लाउँछौँ अनि कन्डिसनल फर्मेटिङ लगाइसकेपछि हामी फेरि हाइलाइट सेल रुलमा जान्छौँ। हाइलाइट सेल रुलमा गएपछि यहाँ फेरि डुप्लिकेट भ्याल्युज भनेर छ, डुप्लिकेट भ्याल्युजमा क्लिक गर्छौँ। डुप्लिकेट भ्याल्युमा क्लिक गरिसकेपछि यहाँ गएर हामी रेड बोर्डर, ओके हामीले रेड बोर्डर दिनु। अब यहाँ भएर ती डुप्लिकेट भ्याल्युहरू सबै सेलेक्ट हुन्छ। हेर्नुहोस् हामीले यो सबै सेलेक्ट गरेको भएर यताको पनि यता यो सबैसँग मिक्स भयो, तर एक एक कुरा गर्दाखेरि चाहिँ हामीलाई चिन्न सजिलो हुन्छ। यो 60 डुप्लिकेट भयो, यो 58 यो 58 डुप्लिकेट, यो 74 यो 74 डुप्लिकेट। ओके, यो कन्डिसनल फर्मेटिङ चाहिँ एकदम मजाले प्र्याक्टिस गर्नु, यो पनि डेटा एनालाइसिसको लागि एकदमै युजफुल छ।